हेलो गाइस गुड मर्निङ वेलकम टु माई न्यू डे न्यू ब्लग। सो आज भनेको म छिटो छिटो उठेर पनि फ्रेस भइसकेको छु। किन यति छिटो फ्रेस भए उठेँ भन्दाखेरि चाहिँ किनभने चाहिँ बेलुका त स्नोफल भएको थियो। सो बेलुका चाहिँ राम्रो देख्दैन र मर्निङमा चाहिँ एकदमै दामी भ्यू देख्छ। सो मलाई पनि हेर्नु मन छ र हजुरहरूलाई पनि देखाउनु मन छ यहाँको भ्यू मर्निङको होइन। स्नोफल भएको थियो बेलुका र अहिलेको भ्यू चाहिँ कस्तो भइरहेको छ हजुरहरूलाई पनि देखाउने छु, हेर्नुहोस् होला। सो लेट्स हेर्नु सक्नुहुन्छ यहाँको भ्यू चाहिँ यस्तो दामी भइरहेको छ गाइस, यस्तो दामी दामी। यहाँ हेर्नुहोस् त यहाँ माथिसम्म चाहिँ बेलुका चाहिँ स्नोफल भएको थियो होइन, यहाँ तल तलसम्म चाहिँ आएको थिएन। यहाँ माथि हेर्नुहोस् त वाउ कस्तो दामी भइरहेको छ। त म चाहिँ यही हेर्नुको लागि र हजुरहरूलाई पनि देखाउनुको लागि चाहिँ म फटाफट मर्निङ चाहिँ छिटो छिटो उठेको ल गाइस। यहाँ माथिको पनि हेर्नु सक्नुहुन्छ घाम एकदमै लागिरहेको छ होइन। अब घाम लाग्दै गयो भने चाहिँ अलिकति पिग्लिँदै जान्छ होइन यहाँको स्नोफल चाहिँ, किनभने यो चाहिँ माथि 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 भइरहेको छ नि त। अहिले त्यो सिजन पनि होइन कि यहाँ तल तल आउने। यहाँ हेर्नु सक्नुहुन्छ वा 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 लु कस्तो भ्यू देखाएछु हजुरहरूलाई कमेन्ट गर्नुहोस् है ल। छिटो छिटो उठेर मलाई चाहिँ यतिको भ्यू चाहिँ मैले देखाइदिइरहेको छु हजुरहरूलाई। वा बेलुका पनि मैले बनाएको थिएँ भिडियो कि, तर अब त्यस्तो राम्रो आएको थिएन। सो अहिले चाहिँ उठेर मैले बनाइरहेको छु। आज चाहिँ हामी दोकान जाँदैछौँ। मेरा भाई देख इधर किधर जा रहा है तू? दुकान चल रहा है। हाँ क्या लेगा दुकान से भाई, बोल दे थोड़ा, क्या लेगा? व्यूअर्स से थोड़ा बोल दे क्या लेगा दुकान से। आज बियर खाएगा मेरा भाई। हाँ बियर किनेगा। हाँ हम सब लोग पार्टी करेंगे आज। हाँ हम नहीं पीता है भाई दारू कि कोही बोलिदिनुहोस् तपाईँ पनि कुछ। म केही भन्नु चाहदिनँ होइन। फिलहालमा चाहिँ अहिले चाहिँ यसो यहाँको वेदरहरू भ्यूहरू हेर्दै दोकान जाँदैछु म। यहाँको भ्यू चाहिँ अहिलेको फिलहालको भन्यो भने चाहिँ यस्तो छ। यो माथिको देख्न सक्नुहुन्छ है 360 डिग्री देखाइदिएको सबैलाई। यहाँ चाहिँ फेरि दोकानमा पनि किनिन सक्नु छ नि, फेरि अब बाटो पनि त्यस्तै अप्ठ्यारो टाढो भएर हो कि होइन। अन्त सामानहरू पनि एकदम महँगो छ। के गर्नु है, किन्नै पर्छ खानै पर्छ। 24 तारिकसम्म त होइन, 24 तारिक चाहिँ फर्किने म यहाँ लाचुङबाट चाहिँ घर फर्किन्छु। यो अलिकति कति छ यहाँदेखि कति मिनट लाग्छ पुग्नु दोकान? 5 मिनट 5 मिनट लाग्छ। घाम पनि डेन्जरै लागिरहेको छ, चिसो पनि त्यत्तिकै छ होइन। यहाँदेखि पनि देखाइदिनु पऱ्यो हजुरहरूलाई चाहिँ यहाँ कोही बोल गरेर चम्लिङ जस्तै रुखहरूमा है पत्ता बिना कस्तो दामी देखेको है। यहाँमा पत्ता बिना कस्तो दामी देखेको है। आज पुग्नु वाला छौँ लाचुङको मार्केट भन्नु कि यहाँनिर यो मेन रोड। यहाँ चाहिँ दोकान पनि पुगिसकेको छ। अहिले भने चाहिँ हामी दोकानबाट पनि फर्किसकेको छौँ होइन। दुईजनाले यो किनिएको छ के पेट हिटर किनिरहेको छौँ, खानु पनि थालिसक्यो अर्कोले हो। यो चाहिँ मलाई किनिदिएको मन्च, यो चाहिँ भेज भयो होइन। होटेलमा चाहिँ के बनाएको छ भने नि गाइस आज चाहिँ नि खिचडी बनाएको रहेछ होइन। अन्त हामीलाई चाहिँ मन परेन त्यो खिचडी, फेरि घिनै लाग्दो बनाएको थियो कि। अन्त त्यही भएर चाहिँ खिचडी र अचार चाहिँ नखाने भनेर हामी चाहिँ दुईजना भएर चाहिँ वाइ लिइरहेको छ होइन। त्यो चाहिँ गएर बनाउँछ, बनाएर त्यो वाइ चाहिँ खानुपर्ने हुन्छ। दामी बनाऊ ल होइन। सो अब भने चाहिँ हामी चाहिँ लाग्दिएको। बाई बाई गाइस, थ्याङ्क यू फर वाचिङ माई भिडियो।